यला महानगरपालिका तस्बिरमा नगर प्रहरी नायगु सफु पितबुजा यागुदु यला नगर प्रहरी यागु ज्यातेगु किपा दुथ्याका तगु सफु तस्बिरमा नगर प्रहरी उलेजा यला महानगरपालिका प्रमुख श्रीबाबु महर्जन ललितपुरिया प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायत यानादी गुखा यो बडो महत्त्वपूर्णको कार्यक्रम ललितपुर महानगरपालिकाद्वारा आयोजना गरिएको ललितपुर महानगरपालिकाको तस्बिरमा नगर प्रहरी कार्यक्रमको पुस्तक लोकार्पण कार्यक्रममा सम्पूर्ण व्यक्तित्वहरूले पछाडि रहनुभएका महानुभावहरू पुस्तक माथि माथि देखाउनु होला। अगाडि रहनुभएका व्यक्तित्वहरूले यो देख्नुहुनेछ र जो वरिपरि रहनुभएका हाम्रा नगर प्रहरीको तर्फबाट हातमा पुस्तक रहनेछ। यो समय पुस्तक लोकार्पणको हो। ज्याचोरे यला महानगरपालिका प्रमुख श्रीबाबु महर्जन ललितपुरिया प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ लगायत यला नगर प्रहरीया ज्याखयतकया चोछाना दिगु ख ललितपुर महानगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले ल्यायौँ। त्यो भनेको चाहिँ नगर प्रहरी चुस्त र दुरुस्त हुनै पर्छ। त्यो ठाउँदै दार्जिलिङ नगर प्रहरीले यही गर्न सक्दैन। स्मार्ट हुनुपर्छ। दिएको आदेश चाहिँ बाई हुक अर बाई क्रुक सफल फुट पारेर आउनुपर्छ अनि मात्र काम गर्छ। अब यो चाहिँ हाम्रोमा भइरहेको छ। होइन भने अहिले हामी जनप्रतिनिधिलाई महाभारत हुन्छ। कुनै पनि ठाउँमा एउटा तर भट्काउनु पर्यो कि मेयर अगाडि परेर हान्दियो भन्न जाने अथवा आफै अगाडि बसेर वडा अफिसहरू अगाडि बसेर चाहिँ त्यो भट्काउनु लाउने त्यो हुँदैन। त्यो गर्दाखेरि त्यसबाट चाहिँ जनप्रतिनिधिहरूको मान मर्दन पनि हुन्छ। तसर्थ अहिले हामीले निर्णय गर्छौँ। निर्णय गरिसकेपछि त्यसको कार्यान्वयनको निमित्त मैले चाहिँ सिद्धरामजीलाई भन्छु आक्रमण सुरु। वर्षभरि ललितपुर महानगरपालिकाबाट नगर प्रहरीबाट भएका क्रियाकलापहरूलाई समेटेर यो तस्बिर नगर प्रहरी भनेर एउटा चित्रण गरेको छ। यसको लागि म ललितपुर महानगरपालिका नगर प्रहरी टिमप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तस्बिर आफै बोल्छ भने जस्तो ललितपुर महानगरपालिकाबाट सम्पादन भएका नगर प्रहरी गरेका कामहरू जुन किसिमका चित्रण गरिएको छ। वास्तवमा हामीले यो स्थानीय सरकार सञ्चालन 2074मा यो आइसकेपछि विशेष गरिकन स्थानीय सरकार सञ्चालन ऐनले नगर प्रहरीको गठन सञ्चालनसँग सम्बन्धित व्यवस्था त्यहाँ गरेको छ। त्यसमा ललितपुर महानगरपालिकाले एउटा कानुन बनाएर नगर प्रहरीको सञ्चालन गर्ने, त्यसको परिचालन गर्ने, काम कर्तव्य अधिकारलाई कसरी विस्तृत गर्ने भनेर एउटा कानुन पनि बनाएको छ। त्यही मुताबिक चाहिँ यो नगर प्रहरीले जुन किसिमको कामहरू गरेको छ। ललितपुर महानगरपालिकाका नगर प्रहरी बलको विगत र वर्तमानको अवस्थादेखि लिएर जुन किसिमको महानगरपालिकाका काम कारबाहीमा उहाँहरूको सम्पूर्ण भूमिकालाई तस्बिरको रूपमा समेटेर निकै नै राम्रो पुस्तक तयार पारिएको छ। र पुस्तकलाई सरसर्ती पुस्तकका तस्बिरहरूलाई सरसर्ती हेर्दा मात्रै पनि महानगरपालिकाको सौन्दर्यीकरणदेखि लिएर वर्षौँदेखि अतिक्रमण भइबसेका सार्वजनिक जग्गाहरू खाली गराउनेसम्मका कार्यमा चाहिँ ललितपुर महानगरपालिकाका नगर प्रहरीको चाहिँ सक्रियता देखिन्छ। वास्तवमा स्थानीय सरकारका नीति निर्णयको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सम्पत्ति संरक्षण, विपद व्यवस्थापनदेखि लिएर नगरसभा, जात्रा, पर्व, बजार व्यवस्थापन, फुटपाथ व्यवस्थापन, ट्राफिक तथा सवारी व्यवस्थापन, नगरका सरसफाइको मापदण्डको प्रभावकारी कार्यान्वयन, न्यायिक समितिका निर्णयको प्रभावकारी कार्यान्वयन गराउने लगायतका कार्यमा चाहिँ प्रचलित कानुनले नै नगर प्रहरीको भूमिकालाई इन्भिजन गरेको छ।